वर्षै पछि एक महिना छुट्टीमा घर आउन पाइन्छ भन्छन्, तर यो देशमा एप्लाई कसरी गर्ने, कसरी जाने भन्ने बारे कसैले पनि जानकारी दिँदैन। मैले धेरै भिडियोहरू हेरेँ, कुनै पनि भिडियोमा मकाउ जाने प्रोसेस के हो, डकुमेन्टहरू के चाहिन्छ भनेर भनेको पाइएन। म आफै मकाउ बसेको अनुभवको आधारमा आज म यहाँहरूलाई मकाउ जान चाहिने डकुमेन्टहरू के हो, कसरी प्रोसेस गर्ने भन्ने बारे सम्पूर्ण जानकारी लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। हो साथीहरू, चाइनाको विशेष प्रशासनिक क्षेत्रको रूपमा रहेको देश हो मकाउ। यो देशको आफ्नै नियम र कानुन अनि पुलिस प्रशासन रहेको छ। यो देशमा वर्षै नै सयौंको संख्यामा नेपालीहरू क्यासिनोको कामदारको रूपमा लिएर जाने गरेका छन्। आखिर जाने कसरी त? त्यतिका तलब खाने कम्पनीमा कसरी एप्लाई गर्ने भन्ने बारे आज म यहाँहरूलाई यो भिडियोमा जानकारी दिन गइरहेको छु। तपाईहरुलाई एप्लाई गर्न चाहिने डकुमेन्टहरू के हो? एप्लाई गर्न चाहिने डकुमेन्टहरूमा एक नम्बरमा पर्छ तपाईले सँग नेपाली पासपोर्ट हुनुपर्छ। दोस्रो नम्बरमा यहाँको उमेर 40 वर्ष भन्दा कम हुनुपर्छ। तेस्रो नम्बरमा यहाँको हाइट भने 5 फिट 9 इन्च भन्दा माथि हुनुपर्छ। त्यसपछि यहाँलाई चाहिने अर्को डकुमेन्ट भनेको यहाँसँग राम्रो आर्मी वा पुलिस वा सशस्त्र वा तेक्वान्डो तथा कराते खेलकुदमा दक्ष भएको अनुभव सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट यहाँहरूसँग हुनुपर्छ। यदि यहाँहरू आर्मी हुनुहुन्छ भने आर्मीको सर्टिफिकेट, पुलिस हुनुहुन्छ भने पुलिसको सर्टिफिकेट, सशस्त्र हुनुहुन्छ भने सशस्त्रको सर्टिफिकेट र तपाईँ सिभिल हुनुहुन्छ, सेक्युरिटी सम्बन्धी ज्ञान छ भने कम्तीमा 5 वर्षसम्म उल्लेखित फिल्डहरूमा काम गरेको डकुमेन्ट सहित यहाँले नेपालमा रहेका उत्कृष्ट 2 मेन पावर कम्पनीहरू छन्, तिनको बारेमा मलाई इनबक्स गर्नुहोला, म जानकारी दिन्छु। त्यति डकुमेन्ट भइसकेपछि यहाँले सजिलै मकाउको लागि एप्लाई गर्न सक्नुहुन्छ। एप्लाई गरेको कम्तीमा 15 देखि 20 दिनमा भिजा आउँछ र यहाँहरू सिलेक्ट हुनुभयो भने मकाउ गएर उल्लेख्य रूपमा पैसा कमाउन सक्नुहुन्छ। मकाउ जानलाई चाहिने डकुमेन्ट भनेको आर्मी पुलिसको अनुभव सर्टिफिकेट नै सबैभन्दा प्रमुख हो। त्यसपछि हाइट 5 फिट 9 इन्च भन्दा माथि र उमेर 40 वर्ष भन्दा कम छ र तपाईले एसएलसी सम्म पास गर्नुभएको छ भने यहाँको मकाउको भिजा सजिलै लाग्छ। है त साथीहरू।